भलिबल सम्बन्धी सम्पूर्ण जानकारी स्पोर्ट जोन। खेलाडीलाई दोष भन्दा पनि भलिबल सङ्घ नै पो सुध्रिने हो कि भन्दै पूर्व कप्तान मानबहादुर श्रेष्ठले दिए भलिबल सङ्घका अध्यक्षलाई ठाडो प्रतिक्रिया। आजको भिडियो अलिकति गम्भीर छ। नेपाल भलिबल सङ्घको अध्यक्ष र पूर्व कप्तान मानबहादुर श्रेष्ठको बीचमा रहेर केही गम्भीर विषयमा हामी चर्चा गर्न गइरहेका छौँ। केही महिना अगाडि पूर्व कप्तान मानबहादुर श्रेष्ठले चाहिँ राष्ट्रको जर्सीमा रहेको खेलाडीहरूको तस्बिर डस्टबिन नजिकै भेटिएको भन्दै यसलाई चाहिँ सुरक्षित ठाउँमा राख्नुपर्छ भन्दै भिडियो सार्वजनिक गर्नुभएको थियो। त्यसमा नेपाल भलिबल सङ्घले कप्तान जस्तो मान्छेले यस्तो भिडियो बनाउन नसुहा भन्दै प्रतिक्रिया केही दिन अगाडि दिएको थियो। त्यस पछाडि भलिबल सङ्घका अध्यक्षले विदेशी नै खेलाडीहरूप्रति ठाडो जवाफ दिनुभएको थियो। पैसाकै कारणले गर्दा राष्ट्रको जर्सी त्यागेर चाहिँ खेलाडीहरू बाहिर रहेका छन् भनेर अध्यक्ष चन्दले चाहिँ प्रतिक्रिया दिनुभएको थियो। त्यो प्रतिक्रियाको रिप्लाई पूर्व कप्तान मानबहादुर श्रेष्ठले चाहिँ आज भिडियो मार्फत चाहिँ दिनुभएको छ। वर्षौं खेल्दा भलिबल सङ्घले केही नगरेको, पत्र बुझाएरै विदेश पलायन भएको यत्रो वर्ष हुँदा पनि भलिबल सङ्घबाट सम्मान त के म्यासेजमा धन्यवाद पनि नआएको भन्दै चाहिँ गम्भीर कुराहरू उठान गर्नुभएको छ। तपाईँले भिडियो हेर्न सक्नुहुनेछ। यस्तै भलिबल सम्बन्धी अपडेटको लागि हाम्रो च्यानल अनि पेजलाई फलो गर्नुहोस्। जय भलिबल। देशलाई बनाएर हाम्रो पूर्व क्याप्टनले जुन कुरा अभिव्यक्ति दिएको छ, दिस इज भेरी ब्याड। अब टुर्नामेन्ट गर्दाखेरि त्यहाँ फ्ल्याग्स पनि बने हुन्छन्, विभिन्न खालका चाहिँ तपाईँको चाहिँ म्यानेजमेन्टका कुरा पनि हुन्छन्। अब त्यो फ्ल्याग्स कसले कहाँ राख्यो? तपाईको चाहिँ पोखरामा चाहिँ एउटा फ्ल्याक्स बनाएको चाहिँ अब कुन चाहिँ त्यसमा लगेर फाल्यो भन्नेमा चाहिँ हाम्रो पूर्व कप्तान जस्तो मान्छेले चाहिँ यसरी बनाउँदा दिस इज भेरी ब्याड न्युज भनेर भन्नुभयो। त्यो चाहिँ मैले चाहिँ के देखेँ भने हाम्रो त भलिबल खेलाडीको त एउटा पहिचान भनेको त्यो एउटा रहन्छ, जुन फोटो तस्बिरहरू त्यही नै रहन्छ र त्यो फोटोहरूलाई चाहिँ सही ठाउँमा होस् भन्नुहुन्छ होला भनेर झन् कमी कमजोरी देखाइदिँदा त कहाँ छ झन् उल्टो हाम्रै खेलाडीकै चाहिँ उहाँले त्यस्तो नगर्नुपर्ने भनेर भन्नुभयो। मलाई चाहिँ के लागेको थियो भने त्यो मैले त्यो भिडियोमा चाहिँ नेपाल भलिबल सङ्घले फोटो फाल्यो भनेर चाहिँ भनेको छैन। त्यो भिडियो तपाईँले फेरि पनि हेर्न सक्नुहुनेछ। र त्यो फोटो चाहिँ कुन जिल्लाले फालेको हो कि प्रदेशले फालेको हो, त्यो फालेको फोटोलाई चाहिँ सही सदुपयोग ठाउँमा चाहिँ किन राखेनस् भनेर चाहिँ हाम्रो भलिबल सङ्घले चाहिँ उहाँहरूलाई चाहिँ सोधेर कारबाही गर्नुपर्ने ठाउँमा चाहिँ उल्टो पूर्व कप्तानले चाहिँ किन यसरी भिडियो बनाएर एउटा जहाँ भयो एउटा फोटो फाल्यो भन्नेमा चाहिँ यसरी बनाउनु द्याट इज ब्याड भन्नुभयो। मलाई चाहिँ अलिक चित्त बुझेन हजुर। त्यो कुरा चाहिँ हाम्रो लागि चाहिँ त्यो निकै नै ठुलो रहेको छ। र अर्को भन्नुभएको छ 2019बाट चाहिँ माथि आएका नेसनल प्लेयरहरू चाहिँ आफ्नो राष्ट्रलाई, आफ्नो सरकारलाई, भलिबल सङ्घलाई चाहिँ खेल्नु त कहाँ छ सबैजना सङ्घलाई पनि खबरै नगरिकन कोही अब खबर गरेर पनि यसरी विदेशिनु भइरहेछ। यो एकदमै नराम्रो हो। खेल्न छोडेर किन गइस्, हाम्रो सरकार राष्ट्रको लागि किन यस्तो गद्दार गरिस् भनेर भन्नुभएको छ। हुनसक्छ उहाँले भनेको कुराहरू पनि धेरै ठिक हुनसक्छ, तर हाम्रो खेलाडीको मर्म पनि नेपाल सरकारले भलिबल सङ्घले चाहिँ कहिले बुझिदिने होला जस्तो लाग्छ। पहिलाको सरकार हुँदा चाहिँ एकदमै गाह्रो थियो। अहिले चाहिँ हामी दुखी छौँ किनभने नयाँ सरकार आएको छ। यो सरकारमा हामीलाई पनि भलिबल मनभरि दिल खोलेर खेल्न मन थियो, तर अलि सकिएन। समय अलि ढिला बितिसके जस्तो लाग्छ हाम्रो लागि चाहिँ। र उहाँको त्यति भन्नुभयो उहाँले, र किन यसरी छोडेर गइस् भन्नुभयो। र हामी सधैँभरि त्यत्रो वर्षौँ खेल्दा चाहिँ हामीलाई सरकारले भलिबल सङ्घले चाहिँ के गरिदिएर जस्तो लाग्छ मलाई। र अनि कति साथीहरू, कति सङ्घका मान्छेहरूले जुन थालमा खाइस् त्यही थालमा चाहिँ यसरी लात हानिस् भन्नुहुन्छ। त्यही थालमा सधैँभरि खाइरहनुपर्छ भन्ने पनि छैन। त्यो थालमा फुट्न लायो या त्यो थाल बिग्रिँदै गयो, चर्किँदै गयो भने पछाडि त्यो थालमा खाइरहनुपर्छ भन्ने चाहिँ हुँदैन जस्तो पनि लाग्छ मलाई। र तपाईँहरूले यत्रो खेलाडीको लागि चाहिँ यत्रो वर्ष खेल्यो, जुन
यसरी हामीले सन्यास लिएर गयौँ। एज अ म आफै पनि भलिबल सन्यास लिएको लगभग 1.5 वर्ष हुन लागिसक्यो र मैले त पत्र बुझाएको थिएँ नि। र एज अ हामीले पत्र बुझाएको कति खेलाडीहरूले सङ्घलाई भनेर आउनुभएको छ, त्यो खेलाडी एज अ मलाई पनि र त्यो खेलाडीहरूलाई तपाईँले ल यत्रो वर्ष खेल्दिस्, देशको नाम चिनाउन रात दिन रगत पसिना बगाएर चाहिँ खेलिदिनु भयो, ल तपाईँहरूको लागि चाहिँ धेरै धेरै धन्यवाद भन्नु त कहाँ छ त्यो एउटा कुनै मेल न कुनै फोन म्यासेज कतै पनि आएको छैन। यत्रो वर्ष खेल्दा तपाईँहरूले केही पनि पठाउनु भएन, अनि हामीले चाहिँ सधैँभरि राष्ट्रकै लागि भनेर चाहिँ टाउको फुटालेर मात्रै के गर्ने त। खेलाडीहरू दिन पछाडि दिन भन्दा धेरै खेलाडीहरू विदेशिनु भएको छ। ल 1-2 जना खेलाडी त रहरले जानुभयो होला, तर 10औं-जना 20औं-जना खेलाडीहरू चाहिँ किन जाँदै हुनुहुन्छ? यसमा चाहिँ भलिबल सङ्घले चाहिँ एक खेलाडी रहरले गयो, 2-4 पैसा कमाउनको लागि गयो भनेर यस्तो अराजकता उत्तरहरू चाहिँ तपाईँहरू सङ्घमा बस्नुभएको मान्छेहरूले दिँदा चाहिँ अलि सुहाउँदैन जस्तो लाग्छ मलाई। जुन कुरा चाहिँ अब पूर्व कप्तान, भएकै कप्तान, त्यसपछि हुनेवाला कप्तान, त्योभन्दा नि हुनेवाला कप्तान सहितै विदेशिनु भइसकेको छ। अझै पनि किन त्यस्तो होला भनेर चाहिँ सङ्घले किन हामीले खेलाडीलाई चाहिँ केही गर्न नसकेर चाहिँ गएको हो कि राष्ट्रले केही गर्न नसकेर गएको हो कि भन्नु त कहाँ छ। उल्टो खेलाडीलाई नै गद्दार हो तिनीहरू यसरी खबर नगरिकन जाने भनेर भन्नु कुन ठिक हो, तपाईँ आफै छुटाउन सक्नुहुन्छ जस्तो लाग्छ मलाई। र अर्को कुरा रहेको छ, यदि हामीले राष्ट्रकै लागि खेल्ने भनेर त्यत्रो वर्ष खेल्यो, मैले राष्ट्रको लागि 3वटा मेडल दिलाएँ र 3वटा मेडल दिलाउँदाखेरि 3वटा मेडल बराबर 4 लाख रुपियाँ मैले पाएँ। त्यो मेरो लागि एकदम सबैभन्दा ठुलो रकम पनि रहेको छ। तर हामीलाई चाहिँ त्यो अब राष्ट्रले दिएको जुन रकम रहेको छ त्यो 4 लाखले मात्रै जिन्दगी नचल्दो रहेछ हजुर। त्यही भएर एकदम गाह्रो हुँदो रहेछ र आफैले जितेको पैसा लिन जाँदा पनि एकदमै गाह्रो भयो। र त्यति बेला सङ्घले त्यति राम्ररी प्रोसेस कहिले चाल्दैन। अझै पनि सिंहदरबारको सिसी क्यामेरा हेर्ने हो भने खेलाडीहरू त्यो पैसा लिनको लागि हाम्रो बिच भलिबलको पैसा 18-19 लाख पैसा आउनै बाँकी छ। त्यो पैसाको लिनको लागि हामीले 100औँचोटि गयो तर हामीले हार खानु सकेनौँ। त्यति बेला चाहिँ तपाईँहरू सङ्घको मान्छे किन गइदिनु भएन? यसमा एकदमै मेरो ठुलो क्वेसन रहेको छ। तपाईँहरू यसमा चाहिँ गइदिनु भइदिएको भए, तपाईँहरूले हामीलाई साथ दिनु भइदिएको भए कति राम्रो हुन्थ्यो होला। हाम्रो पैसा आउँथ्यो होला, हामीलाई समयमा खबर भएन। जुन कुराहरू रुल्स थियो होला राष्ट्रिय खेलकुद परिषदबाट भलिबल सङ्घलाई आयो होला, रुल्स बनाएर त्यत्तिकै राष्ट्रिय खेलकुद परिषदले दराजमा राख्नु भएन होला, सम्पूर्ण सङ्घमा भन्नुभयो होला। त्यो हामीलाई खेलाडीलाई किन? खेलाडीको काम त खेल्नु, मेडल दिलाउनु, देशलाई चिनाउनु, देशको लागि खेल्नु र सम्पूर्ण नेपालीको मुहारमा हाँसो ल्याउनु, जिताउनु, त्यही नै होइन र यत्रो गर्दा पनि हामीले भलिबल सङ्घबाट चाहिँ यस्तो कुराहरू आउँदा चाहिँ हामीले यत्रो वर्ष खेल्यो, लास्टमा खेल पछाडिको रिजल्ट चाहिँ यो रहेछ भन्ने चाहिँ लाग्यो। र अर्को कुरा चाहिँ अब जुन भलिबल सङ्घले चाहिँ हाम्रो अब देश तथा विदेशमा र हामीले लास्ट टाइम जितेको टिमहरू चाहिँ अरू देशहरूमा गएर गेमहरू खेलिरहेको छ। अब लगत्तै बिच भलिबल चाइनामा हुन गइरहेको छ। हामीले हराएको टिमहरू वहाँ गएर पार्टिसिपेट गरिरहनुहुन्छ, खेलिरहनुहुन्छ। हाम्रो देशले चाहिँ किन खेल्दैन? यस्तो कुराहरूमा चाहिँ अलि चासो लाएर ध्यानपूर्वक तपाईँहरूले लगेर खेलाउनु। वर्षको राष्ट्रिय खेलाडीहरूले, हाम्रो देशका खेलाडी भाइ बहिनीहरूले चाहिँ एउटा मात्रै 2टा मात्रै गेम खेलेर पुग्दैन हजुर। यसमा चाहिँ सम्पूर्ण सहभागी हुन मिल्ने आफ्नो जुन सिलेक्सनमा गइसकेर खेलिसकेको जितेको भइसके पछाडि आफूले खेल्न मिल्ने जति ठाउँमा भनौँ सम्पूर्ण ठाउँमा चाहिँ पार्टिसिपेट गराउनुपर्छ। यो चाहिँ नेपाल भलिबल सङ्घद्वारा, राष्ट्रिय खेलकुद परिषदद्वारा राष्ट्रले नै एकदमै हेर्नुपर्छ, त्यो भन्न चाहन्छु। र एउटा एकदमै चित्त नबुझेको कुरा चाहिँ एक ताका तपाईँहरूले पनि मिडियामा एकदम भाइरल भयो त्यो। मैले
टुर्नामेन्टभरिको सर्वोत्कृष्ट हाइएस्ट स्कोर पाउँदै पनि मैले केही पुरस्कारै पाइनँ। त्यति बेला चाहिँ सङ्घले त्यो जुन छुट्याउने त्यो नम्बरहरू काउन्टहरू गर्ने टिमलाई चाहिँ किन क्वेसन गर्न सक्नु भएन? हाइएस्ट स्कोरर भएको थाहा पाउँदा पनि किन कुनै पनि विधागत पुरस्कार दिनु भएन? किन दिनु भएन भनेर तपाईँले प्रश्न गर्नु भएन। त्यो पनि मलाई एकदमै चित्त बुझेको छैन। र वर्षभरिको उत्कृष्ट टिम, त्यही उत्कृष्ट टिमबाट उत्कृष्ट खेलाडीहरू भइरहेको हुन्छ। त्यही उत्कृष्ट टिमबाट चाहिँ कुनै पनि खेलाडीहरू राष्ट्रिय टिममा पर्दैन। यो पनि किन होला? र तपाईँहरूले भन्नुहोला खेलाडी हुँदा चाहिँ किन भनेनस्, किन बोलिनस् भन्नुहोला। त्यति बेलाको सिचुएसन आफूले त्यो कुरा बोल्यो, आफूले त्यो कुरा भन्यो भने आफै खेलाडी नरहने, आफै टिममा नपर्ने सिचुएसन सम्पूर्ण खेलाडीहरूलाई नै थाहा छ। त्यो भएको भएर चाहिँ त्यो बेला बोल्न सकिनँ। सम्पूर्ण भलिबल फ्यानहरूलाई चाहिँ त्यति बेलाको कुराहरूलाई चाहिँ हामीले भन्न सकेन। त्यसको लागि हामी क्षमा माग्छौँ होइन। यसमा चाहिँ के भयो कसो भयो भनेर चाहिँ सङ्घले किन त्यस्तो नीति खोजी त्यसमा गर्नुपर्ने ठाउँमा चाहिँ अहिले 10औं वर्ष हामीले राष्ट्रको लागि भनेर खेलेर आइसकेर चाहिँ राष्ट्रले हामीलाई भलिबल सङ्घले चाहिँ जुन प्रकारको त्यो अभिव्यक्ति दिँदा चाहिँ हामीलाई चाहिँ अलिकति मनमा साह्रै पीडा परेको हुँदा चाहिँ एउटा एकदम विनम्रपूर्वक यसमा चाहिँ कुनै पनि रिस डाहा नगरिकन चाहिँ एउटा सानो भिडियो मार्फत चाहिँ भलिबल सङ्घलाई चाहिँ यो भिडियो बनाएर चाहिँ मैले सम्पूर्ण खेलाडीहरूबाट सानो गरेको छु। र आउँदै गरेको जुन यो NBA हाम्रो प्रधानमन्त्री कप 10औं हाम्रो दर्शक रङ्गशालामा हुन गइरहेको छ, त्यसको लागि पनि आयोजक NBA लाई र सम्पूर्ण पार्टिसिपेट टिमहरूलाई चाहिँ अग्रिम जितको शुभकामना दिन चाहन्छु। धन्यवाद। जय भलिबल।